नयाँ विकल्प टेलिभिजनमा तपाईहरुलाई स्वागत छ। म सस्मिता पाठक। सुरु गरौँ आज दिनभरिका मुख्य समाचारबाट। गोरखा 2 मा कांग्रेस उम्मेदवार दबादीको प्रतिबद्धता, सांसद सम्पर्क कार्यालय स्थापनादेखि युवालाई रोजगारमा जोड्नेसम्म। नेपाली कांग्रेसको नयाँ नेतृत्वले नयाँ दिशा दिएको छ। विमलेन्द्र निधि। कांग्रेस महामन्त्री पौडेललाई निरसाको अल द बेस्ट। महिला हक हित र जेएनजीको आवाज संसदमा पुर्याउन नानु जस्ती जेएनजी नेतृत्वलाई चुनावमा उठाएका छौं। कांग्रेस उपसभापति भुसाल। निर्वाचन आउन 8 दिन बाँकी, प्रचार प्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय। एकीकृत सुरक्षा योजना अनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना। निर्वाचन सामग्री र मतपत्र 75 जिल्लामा पुर्याइयो। एमालेको समानुपातिक उम्मेद्वार राई विरुद्ध ठगीको गम्भीर आरोप। फेक रेस्क्युमा संलग्न 2 जना पक्राउ। औविसे नागढुङ्गा सडक खण्डको काम अन्तिम चरणमा। फिल्म जेरी अन टप भारतमा प्रदर्शन हुँदै। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? कमेन्ट बक्समा गई कमेन्ट गरी हामीलाई प्रोत्साहन गर्न नभुल्नुहोला। धन्यवाद।